गरिदेऊ राम्रो बनाइदेऊ मेरो प्रिय त माने शिवजी जस्तै सुन्दर हुन्छ नि मेरो मेरो यार कति वर्षको हाम्रो माया है भन मना अब ल अब त्यसपछि ऐना प्रिय ए प्यारा हजुर कस्तो हुनुभयो प्यारे भन्ने के भन्ने विक्रम भन्ने के भन्ने कस्तो हुनुभयो सुन्दर छन् एकदम विश्व सुन्दर छन् चिन्ता नगर ल अब तिमीले सेम पे बोल्दै नि राम्रो बनाइदेऊ कति आनन्द भयो कति आनन्द भयो होइन अब त्यहाँ ऐना देखाइदियो प्यारी तिमी कति भयो सुन्दरी कति भयो ल मारे बुहारी मार्यो कतिवटा घट्टो छ कतिवटा हुँदै भयो खाली कतिवटा उतार्न पर्यो किन अर्को पैसा पाउनु अझै घट्न त हुने उता राख बुहारीको त राख पैसा हो त्यो त राख ल ल बाबु तिमी खाला अब सोध्ने पालो मेरो है खेलाउने पढी गर्ने गल्ती खेलाडी नि गल्ती खेला नआउँछ कतिवटा घट्ट कतिवटा उतार्न कौडा त्यसै पैसा घट्छ पैसा पैसा घट्न हुँदा बन्नुपर्छ हो तास पनि डुप्लिकेट बुहारी जित्ने मात्रै ल्याऊ फेरि फिट्न नदेखाइकन कलर छैन विक्रम तैँले हारेको कारण त्यहाँ रहेछ मैले देखेँ त्यसमा जोकर छ जस्तो लाग्छ अझ एउटा दुईटा जोकर छ सत्तावडी दैला निकाल्नु भयो मैले भन्थेँ निकाल भर्खर जोकर देखियो थियो होइन तिर्कियो नैलाबाडी विक्रम नैलाबाडी हो विद्युत जिम्कानी गएर देखाइ पहिले देखाइ पैसा पाइदैन तिन फेरि सेवा ल्यायो बुहारी राम्रोसँग सफा गरेर ए नाइजीले के खानी त हो नङमा त फर रहेछ है
यसरी खायो यहाँ राख्ने यसरी खाने हो यो टन्नै खाऊ त्यो नर्मलले खाएपछि भोलिबाट डेली बिहान खानुपर्छ त्यस्तो हेर्दै पैसा घरले राख्ने है हेर्दै पैसा राख्ने कुरा कति ख्याल गर्नु है ल है गाह्रै छ बुहारी माया खै त नि हात मात्र हो त्यसो आयो हो अङ्काले तक्र दुई हात भैँमा राख्यो तपाईँको हात उता सँगै हो विदेशमा त्यही गर्नु फेरि ल अब यहाँ खाना तक्राउ बिस्यो खाइसक्यो के भनिदियो अब त्यहाँ दानी हात बल हुँदै भगवान्लाई चढाउ त्यहाँबाट निकाल्दा दुनामा मानि दुना भगवान्लाई चढाउ त्यहाँ अलिक हो त्यो निकाल्दा प्रसाद कम भनिदिएको जो नानी पल्लो भाइ पल्लो खाला ल बाबु अब त्यो कसार यता राख चढाएको तर त्यो कसार चाहिँ त्यो कसार आधा खाऊ 3 पटक ट्याके खाऊ त्यो दुधो बनाएर राखेको अलिक थुकसुक लगाएर अलिक थुक त बनाउनु पर्यो छुट्टी खान्छ होइन बाबु हल्का हल्का दाँत माजेको बिहान हिजो जन्ती खान त मारेन पिठे खाऊ कि पिठे खाँदै उठाएर राख त्यहाँ अब नानी सुन अब त यसो मुख खुल्लाएर नि पहिला निदिसक है खाना मन थियो कि आएपछि आउला मुख खुल्लाएर अब तपाईँ बुढो हुनुभयो मैले बुढो नभने मेरो बुढो हुनुभयो बुढो मान्छे अब दाँत पनि यसो पुट्याउने कि अल्झला भन्दै मेरो बुढो हुनु होइन बुढो त भएन भर्खर बिचलाई ल त्यो दाँतको तर खाल्दैछ तिमीले पाइन्छ पहिला अब हात धो बिरिया मेरो खाना पऱ्यो भने जुठो नानी पैसा ख्याल गर है पैसा दिएपछि मात्रै खाऊ पर्छ पाइन्छ त्यहाँ हात भैमा राख्दै भयो खाना टक्राऊ अनि पैसा दिएपछि मात्रै खाऊ नानी त्यसै खाऊ पैसा कति दिन्छ त्यो पैसा आएर पहिला खाऊ यता टक्रादेऊ खाना खाँदै ल पहिला पैसा मागेर त्यहाँ हो पैसा कति मागिदियो पैसा ट्याक्क नखाऊ है तिमीले ख्याल त्यही रात त्यही राख्ने एउटै पैसा चाहिँ के गर्छ हुँदै फुल्दै हेर माजा गर्ने बचाउनु रहेछ कि खाता भनिदियो है बाबु एकचोटि त त्यहाँ खाउँ नभए थप्नु नपर्छ कि मागेर है नानी ख्याल गर बारीतिर के आउँछ त्यहाँ खाल्थ्यो त्यो सातवटा हो जुडो खानलाई एकदम पैसा त कमाने कौन छुट्टा खाने मान्छे खालका नानी एक रुपियाँ जाने मान्छे त पैसा हात झर्दै जाँदै है वरिपरि हानी भयो अलिकति होला है सम्भावना बसका दिन आयो आउने वरिपरि ठाडा वरिपरि घुमाएर देखिहाल्ने क्या नमस्कार बल्ल आउनु रमाइना आउनु न है बासाको लिन भिडियोमा हेर्नु होइन भिडियो छन् त राम्रै आयो नि त एउटा त थाल घेर्न लाग्यो भने चाहिँ थाल घेर्दा चाहिन्छ अलिकति एक राख्नु चाहिन्छ थाल नगर्न न लाठी यहाँ 6,000 हाल्नु त खाइदिनु बुहारीले कता जानुहोस् सूर्य दाई बुहारीले जुठो खाइदिनु
ससुरा यहाँ हेर्न आउनुहोस् यहाँ खै केटोले पैसा निकालेन यार बुहारी एकै बेलामै खाने मेनु पैसा त खुसी भइसक्यो हरिया आधा दे यता देखाएर यता बढी छ यता देखा ल हजारका त यता खाने छ पैसा त धेरै छ तर 10,000 छैन अब तिमीले त भन्न सक्नुपर्ने तिमी मलाई यत्रो सुन्दर ज्यान दिए पैसा चाहिँ मैं जोक्सिनमा छोडिदिन्छु भन न खाइहाल्छु पैसा जोक्सी छोडिदिन्छु के हैन सर्वस्व तिम्रै हो मेरो सर्वस्व तिम्रै हो के खाऊ आइजा त्यसले चल्छ ल अनि यहाँ राखेको ल खाऊ नानी खाऊ जुन ठोदै खाऊ है सुर्तीको त्यो गन्दा आएका र चुटुट गएर खाएर मुख नमिठाइ बिगारी बिरेन त दाउरा हाले आफू नि त हजुर अनि भ्यानी बेला हुन्छ यसो गाह्रो भयो यो यसो हमल गर्नु होइन भोक लाग्छ साह्रै बिचार रुवा लाने भोक लाग्छ नि त कति खाइ खाऊ खाऊ नानी खाऊ ल मुख पुलाएर खाने नानी खाएर है खाऊ पनि सक्नेमा सकेको खाऊ कि खाऊ यहाँ दाउरा भात खाऊ 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 सँगै खाऊ खाएर बुझाएर पाइन्छ कि बुझा त्यस्तो बुझा देवा स्वा आगोभन्दा बाहिर नजिकै खाना हिँड्नु सबै खाना हिँड्यो तपाईँले हामीले मन्त्र यन्त्र तन्त्रको जानकारी जस्तो बुझेको अनुसार हाम्रो आज विवाह परिपूर्ण गर्नुभएकोले हाम्रो मनोकामना गर्नु त फुल त्यही भगवान् हामीले हिँडाएको हामी अब पुस्तकको औँठी गर्नु गाँजा फुकाउनु बाहिर खोल्नु बाहिर खोल्नु गाँजा फुकाउनु त सिका फुकाउने तोडेर जल सर्पण मास्टु भैमा जगाउनु अब त्यहाँ भित्रेको छ दुईजना खोल्नु त कि भित्रेको छ हेर्नु त्यहाँ पैसा भेटिन्छ राम्रो बद्ली हुन्छ त मैले भन्छु भयो पहिला अब भैमा राखेको आनन्द आइन्छ अब के गर्नु भन्दाखेरि सुपारी खाइसियो भने सुपारी खाइसियो बाबु पैसा ल्याइदिनु हात नानी थाहा पनि ल मलाई परेका मलाई चाहियो बेला बिहाज भए पनि दिए है मलाई भनेर दिए चाहियो बेला अब कति पर्सेन्ट 10% 12% अरू भए पनि दिए है ल त्यही होला बाहिर सिके गर्दैन नि हामीले तर खोज्ने बेलामा फेरि कतिवटा थाहा हुँदैन दुईजना मिलेर हजुरले उता कतिवटा भयो किन्दै जानु हजुरले नि यता एउटा सिकेर एउटा
Officially